हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज म छु कीर्तिपुरबाट चाहिँ कीर्तिपुरमा छु आज म यता ट्याङ्ग्लाफाँट साइडमा। अनि म चाहिँ आज कीर्तिपुरको यो ठ्याक्कै यो त्रिभुवन युनिभर्सिटीको यो यता साइडबाट चाहिँ अनि कलङ्की हुँदै हैन स्वयम्भूसम्मको यात्रामा निस्किरहेको छु। अनि के छ कहाँ कहाँदेखि हुनुहुन्छ, भिडियो आइसकेको छ हैन। सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु हुनको लागि म अनुरोध पनि गर्न चाहन्छु यहाँहरूलाई। अनि विगतको दिनहरू पनि यहाँहरूले मेरो भिडियो एकदमै मन पराइदिनु भएको छ, अनि त्यसको लागि म नमन गर्न चाहन्छु हजुरहरूलाई। अनि के छ गाइजहरू, सन्चै हुनुहुन्छ होला हैन। म त एकदम सन्चै छु, ठिकै छु। अहिले चाहिँ दिउँसोको 2 बजिसकेको छ है गाइजहरू, दिउँसोको 2 बजिसकेको छ। यो 2 बजेको बिचमा चाहिँ मैले के सोच गरेँ भने पक्कै पनि आदरणीय श्रोता दर्शकहरूलाई चाहिँ एउटा भिडियो क्रिएट गरौँ, त्यसपछि उहाँहरूलाई चाहिँ इन्टरटेनमेन्ट गरौँ हैन। मेरो ब्लग भनौँ न, मेरो पर्सनल हो हुन चाहिँ खासमा हैन, तर पनि अब जे भए पनि अब हैन मनका कुराहरू चाहिँ सेयर गर्न पाउँदा मन हलुङ्गो भए जस्तो अनुभव ठानेको भएर चाहिँ मैले यो भिडियो बनाएको हो हैन। सबैजनाले चाहिँ पोजिटिभ भाइब्स राखेर हेरिदिनु होला भन्ने मैले यहाँहरूलाई आग्रह पनि गर्न चाहन्छु। अनि म चाहिँ ठ्याक्कै अहिले यता कलङ्की त नभनौँ हैन, कलङ्की नै त नभनौँ हैन। गुड कलङ्की आइपुगेको छु, कलङ्की आइपुग्न लागेको छु। त्रिभुवन युनिभर्सिटी हुँदै कलङ्की आइपुग्न लागेको छु। बाटो एकदमै हाइवे छ हैन, एकदमै हाइवे भएको कारणले गर्दाखेरि चाहिँ स्पिड अलिक बढी नै छ, तर यहाँ चाहिँ अलिकति स्पिड लिमिट हुन्छ है। अनि त्यो भएको कारणले गर्दाखेरि 50को रेसभन्दा 50भन्दा माथिको रेसमा चाहिँ हामीले ड्राइभ गर्न पाउँदैन। म चाहिँ अहिले ठ्याक्कै यो फेरि अन्डरग्राउन्डमा आइपुगेँ, कलङ्कीको यो अन्डरग्राउन्ड हाइवेमा आइपुगेको छु। सबैजनाले हेर्दै हुनुहुन्छ हैन, कहाँ कहाँदेखि हुनुहुन्छ कमेन्टमा आएर भनिदिनु होला हजुरहरूले है। मैले त्यो एक्सपेक्टेसन गर्न चाहेँ हजुरहरूबाट। अनि मेरो भिडियो कस्तो लाग्छ, यहाँहरूलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला गाइजहरू है। मैले विगतको दिनहरूमा पनि धेरैवटा भिडियोहरू बनाइसकेको छु, अनि हजुरहरूले चाहिँ मन पनि पराइदिनु भएको छ। त्यसै गरी यहाँहरूको सधैँ आशीर्वाद पाइरहँ मेरो चाहना रहेको छ। गाइजहरू एउटा क्रिएटर चाहिँ अगाडि बढ्नको लागि चाहिँ हजुरहरूको साथ सपोर्ट हैन, हजुरहरूको माया मलाई एकदमै आवश्यकता छ, पर्दछ। अहिले मात्र नभएर भोलिको दिनमा पनि पर्दछ। त्यो भएको कारणले आजदेखि माया गर्नुहोस् मेरो ब्लगलाई, आजदेखि चाहिँ सब्सक्राइब गर्नु होला मेरो ब्लगलाई हैन। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया